गुड मर्निङ एन्ड वेलकम टु माई ब्लग गाइज। अनि आज हामी एक्जाम दिन जाँदैछौँ लाइसेन्सको लागि। अनि एक्जामको लाइसेन्स चाहिँ लास्ट गाह्रो हुन्छ अरे। गाह्रो हुन्छ अरे मतलब गाह्रै हुन्छ। यहाँको 50 मा 45 ल्याउनुपर्छ। अनि 13-14 चोटिसम्म दिन्छ मान्छेले। अब हेरौँ हाम्रो कतिचोटि हुन्छ। अब सकेसम्म एकैचोटिमा गर्न खोज्ने हो, तर प्रिपरेसन त्यस्तो गरेको छैन। पढ्न त पढायो तर प्रिपरेसन त्यस्तो राम्रो छैन। 45 ल्याउनेले गाह्रै हुन्छ। सो गाइज हेरौँ आज हाम्रो के हुन्छ। सो अब म चाहिँ बस चढिसकेँ। अनि यहाँबाट चाहिँ लास्टै टाढा छ क्या गाइज। 50 स्टेसन उता छ, जान नि 1 घन्टा लाग्छ। जान आउनु गरेर चाहिँ 2000 जति जान्छ। आउने जाने खर्च र अब लाइसेन्स बनाउनु चाहिँ धेरै खर्च लाग्ने भएर सकेसम्म हामी चाहिँ नभए 2 चोटिमा कटाउन खोज्छौँ। फाइनली हामी चाहिँ आइपुगिसक्यौँ होइन। अब चाहिँ हामी एक्जाम दिनु पर्छ। अनि हामी चाहिँ आइसक्यो भित्र। अनि यहाँ चाहिँ 1600 तिर्नुपर्छ 7 नम्बरको झ्यालमा। अनि यो पैसा चाहिँ 8 देखि 8:30को बिचमा बुझाउनु पर्छ। त्यसपछि चाहिँ 1 नम्बरको झ्यालमा चाहिँ हामीले डकुमेन्टहरू ल्याएको अघि बुझाउनु पर्छ। 1600 नि तिर्यो, फर्म पनि भर्यो नि त। 9:30 बजेदेखि चाहिँ 11 बजीसम्म हुन्छ त्यो डकुमेन्टको टाइम चाहिँ। त्यतिभित्र चाहिँ हामीले बुझाउनु पर्ने हुन्छ। एक्जाम चाहिँ ठ्याक्कै 1 बजेबाट सुरु हुन्छ। लगाएको है साथीहरू। गाइज हामी चाहिँ आइसक्यो पार्कमा खाजा खाएर घुम्नलाई, एकछिन बस्नलाई, किनकि हामीसँग लट्स अफ टाइम बाँकी थियो। पार्कमा चाहिँ बसिरहेको बेला चाहिँ जापानिज बाजे आउनुभयो। अनि यहाँको भ्यू हेर्नुहोस्, यहाँ कति राम्रो छ भनिरहनु भएको थियो। वरिपरि भ्यू पनि निकै राम्रो थियो। हामीले खुब रमाइलो लागिरहेको थियो। त्यहाँ बसेर एकछिन माइन्ड फ्रेस भयो, किनकि एक्जाम दिन जानु थियो नि त। बाजेसँग मिठो मिठो कुरा गर्दाखेरि चाहिँ टाइम गएको थाहा नै भएन। सो सी यू गाइज इन द नेक्स्ट ब्लग।